होइन कहाँ राखेँ मैले यही थियो त कहाँ गयो चिन्ता नगर एक हप्ताको लागि छिटो बस्ने है ए छिटो मुन्ट्यो न यहाँ चिलाइसक्यो कस्तो बस बस होइन तैँले के खोजेको के खोजे भनेको बुढा घुम्न आएको 2 दिन भएको छैन घर आइज भन्दा त अब जवानीमा घुमेन भनेर अरूले घुम्न दिने तिमी जस्तो लोभी बुढा त मैले यसो मान्छे दिएछन् तिमी जस्तो यार सम्पत्ति मरेर मात्र लाने हो क्या हो यार छोरालाई चिल गर्न देऊ न यार 2-4 वटा डेटिङ 3-4 वटा बिहे गरेर दिएपछि चिल हुन्छ त यार कस्तो बाउ भन्ने लाज भइसक्यो ओइ बाजा के हो होइन यो बाउसँग किन यस्तो बोल्छ किन यस्तो बोलेको हो अब मेरो बाउ भयो त कहाँ यसरी बोल्नु नि तेरो फोन हो क्या तेरो बाउसँग कुरा गरेर तेरो फोन हो क्या तेरो बाउसँग कुरा गरेर भाइले घर आइज भन्छ के घरमा फोन आएबाट ओ नि के भन्यो बाउले मलाई मार्ने त्यो नि विदेश जा भनेको त्यहाँ हलिडी लठारी देखिनेछ भन्दै त्यसलाई नमारी भएन भन्दै थियो मलाई ए भगवान मलाई मार्ने भए तुरुन्त एप्लाई गर्न भन्थ्यो मलाई मार्ने भने पागल भइसक्यो के गर्नु नि तुरुन्त एप्लाई गर्न भने जसरी एप्लाई गर्ने ए त टेन्सनै नगर किन टेन्सन गरेको बेकारमा टेन्सन भएर अनि कसरी एप्लाई गर्ने भन् त होइन कहाँ एप्लाई गर्न लाग्यो भन त मन जान्थे ए हुन नि सेफ बोइद सुजाटबाट हो नि किरण सर हुन्छ नि किरण सरले पठाउनुहुन्छ अनि हामीलाई नि मिल्छ र जाने मन थियो ल मिलिहाल्छ नि केटाकेटी सबैको लागि यो मिल्छ नि तिमी जस्तै इङ्ग्लिस नजान्ने मेरो बढी भएका सबैले मिल्छ नि त सबैको लागि छिट्टो काम हुन्छ इन्टरभ्यू दिनै पर्दैन नि छिटो जाऊ कोटा सकिन्छ सबैजना जाउँ हो तपाईँ युरोपमा बिना इन्टरभ्यू जान सक्नुहुन्छ यो तत्कालको लागि मात्र आएको हो भर्खरै सेन्जेन भएको युरोप रोमानियामा एग्रिकल्चर वर्कर स्याउ अङ्गुर टिप्ने काम स्याउ अङ्गुर टिप्ने काँक्रा टिप्ने काममा आएको छ यसको सेलेरी पनि धेरै राम्रो छ $600 खाना बस्न फ्री यसमा नर्मल्ली खाएर बसेर 1 लाख कमाइ हुनेछ भने अर्को युरोप रोमानियाकै लागि किल्नर काममा आएको छ किल्नर काममा पनि यसमा पनि इन्टरभ्यू दिनु पर्दैन यो तत्कालको लागि मात्र हो यसमा पनि सेलेरी धेरै राम्रो छ $600 खाना बस्न फ्री यसमा खाएर बसेर हरेक महिना 1 लाख कमाइ हुनेछ र यो अपर्च्युनिटी अहिलेको लागि मात्र हो अहिले आउनेलाई इन्टरभ्यू पर्दैन डाइरेक्ट एप्लाई गर्न पाइनेछ एप्लाई गर्न इच्छुकले तुरुन्त कल गर्नुहोला